हेलो आज हामी लजिटेकको एउटा माउस अनबक्सिङ गर्न जाँदैछौँ। यो वायरलेस माउस हो। यो माउस मैले अस्ति मलेसिया जाँदा किनेर ल्याएको थिएँ। मैले यो दुईटा ल्याएको थिएँ र आज म तपाईहरुलाई यो एउटा अनबक्सिङ गरेर देखाउँदैछु। यो भित्र के छ त भन्दाखेरि इजी इन्स्ट्यान्ट पेयरिङ गर्नको लागि एउटा डङ्गल छ अनि तपाईको यसले 10 मिटरसम्मको रेन्जमा काम गर्छ र यहाँ भित्र एउटा 12 मन्थ ब्याट्री लाइफ भएको एउटा ब्याट्री पनि छ। सो यो भित्र अरु के छ हामी त्यो हेर्छौं। यो लजिटेकको B175 माउस हो। मैले दराजमा पनि हेरेको थिएँ नेपालमा। यो नेपालमा चाहिँ यो दराजमा यसको प्राइस थियो 1900 अराउन्ड। तर मैले यो चाहिँ मलेसियामा मलेसियन रिङ्गेट 29 मा किनेको भनेको अराउन्ड 900 जति पर्यो र यसमा नेपालमा चाहिँ 1900 2000 1800 को रेन्जमा पर्दो रहेछ। मैले दराजमा चेक गरेको थिएँ। ओके, लेट्स अनबक्स दिस एन्ड सी के छ भित्र अनि हामी हाम्रो कम्प्युटरमा पनि जोडेर हेर्छौँ। So let's cut this. Wow, दामी छ। छुरी is perfect. Now let's open this. Oh, yeah. Wow, कस्तो मजाले। So first मा यो एउटा क्याटलग छ। यो क्याटलगमा डिफरेन्ट ल्याङ्ग्वेजमा लेखेको कुराहरू छ। मैले यो क्याटलगलाई यहाँ राखेँ अहिले। त्यस भित्र चाहिँ माउस छ। यो माउसलाई यहाँ राखेँ। अब यहाँ भित्र केही पनि छैन। यसलाई पनि मैले यहाँ राखेँ। माउसलाई यसरी प्रोटेक्ट गरेको रहेछ। सो सेफ्टीको लागि। लेट्स ओपन दिस। ओ कस्तो राम्रो, कस्तो क्युट पनि रहेछ। वाउ, नाइस ब्रान्ड हो जे भए पनि। अब यो तानेपछि चाहिँ सायद ओपन गर्ने हैन। यो ब्याट्री चाहिँ युज नहोस् भन्नको निम्ति यो अहिले उतो गरेर राखेको छ। यसलाई फुत्त तान्ने अनि यसलाई तल ठेलिदिने। यहाँ भित्र एउटा डङ्गल छ यो कनेक्ट गराउनको निम्ति। यो चाहिँ ब्लुटुथबाट कनेक्ट हुँदैन। ब्लुटुथबाट कनेक्ट हुने पनि पाउँछ आजकल माउसहरू। अब यो लेट्स अन दिस किन अन भएन हेरौँ एकचोटि। सो ठिकै छ, उता नेगेटिभ छ यता पोजिटिभ छ। अन भएको होला। अब यो एकचोटि यो बन्द गरौँ। ओके, सो हेरौँ। अनि यो चाहिँ यसमा कनेक्ट गराउने यहाँनिर राख्ने। म्याकमा चाहिँ यहाँ डिभाइस छैन, त्यही भएर मैले यहाँ छुट्टै राखेँ। अब तपाईँको माउस यसरी चल्न थाल्यो। यहाँ हेर्नुहोस् त है कस्तो मजाले। र तपाईँहरू हेर्नुहुन्छ भने है माउसको यहाँनिर हेर्नुभयो नि माउस चल्न थाल्यो। यो राइट क्लिक भयो, माउस चल्न थाल्यो। कस्तो लाइट, कस्तो सेन्सिबल, एकदमै राम्रो। प्राइस अनुसार एकदम वर्थ इट लाग्यो मलाई यो। सो दिस इज रियली नाइस माउस। सो बिगिनरहरूको लागि चाहिँ यो माउस पर्फेक्ट हुनसक्छ। यदि तपाईँहरू बाहिर जाँदै हुनुहुन्छ भने पनि मलेसियातिर चाहिँ एकदमै सस्तो ग्याजेट्सहरू पाउँछ। यु क्यान ट्राई द्याट। अथवा नेपालमा पनि दराजबाट किन्न सक्नुहुन्छ। सो दिस मच फर टुडे। थ्याङ्क यू सो मच फर वाचिङ।